हेलो हाई सेवा नमस्ते सबैजनामा म पनि सन्चै छु तपाईहरु सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथै म फेरि आज नयाँ भिडियो लिएर आइसकेको छु। विशेष भिडियो चाहिँ आज हामी नवमीको दिन गृह प्रवेश गर्न लागेका छौं। साथीहरु देख्न सक्नुहुन्छ हाम्रो घर चाहिँ फिनिशिङ भएको छैन, तर नवमीको दिन प्रवेश गर्यो भने राम्रो हुन्छ भनेर हामी चाहिँ एकदम हतार यहाँनिर गृह प्रवेश गर्न लागेका छौं साथीहरु। अनि हामी कसरी गृह प्रवेश गर्छौं भनेर हेर्नको लागि चाहिँ मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त साथी। देख्न सक्नुहुन्छ हामीले चाहिँ पुरै बाहिर यसरी गृह प्रवेश गर्न लागेका छौं साथीहरु। अनि देख्न सक्नुहुन्छ हाम्रो घर चाहिँ फिनिशिङ भएको छैन, यतिकै हामी चाहिँ सायदलाई पक्रेर आइसक्यौं साथीहरु। हाम्रो गमला यस्तो भइरहेछ, सानो गमला, यहाँ दिदी भेना, यहाँ हाम्रो बा यहाँ, अनि छोरा छोरी यता बिने छोरा। हाम्रो बाबा र छोरी चाहिँ पूजा गर्नलाई एकदम रेडी भइसक्नु भएको छ साथीहरु। देख्न सक्नुहुन्छ हामी बिहानको 6:30 बजे लगभग 7 बजिसकेको छ साथीहरु। अनि हामीले चाहिँ यहाँ देख्नुहुन्छ म पनि। अनि भिडियो चाहिँ अलिक लामो हुन्छ भनेर मैले साउन्ड लाउँदै छु साथीहरु। यहाँनिर जहिले पनि मेरो त भिडियो एकदम लामो हुन्छ, त्यही भएर यस्तो आइडिया लाउँदै छु साथीहरु। मेरो भिडियो कस्तो लाग्छ, राम्रो लाग्यो कमेन्ट गर्नु होला। देख्न सक्नुहुन्छ बिहानै जुरुक्क उठेर आएको मलाई देख्न सक्नुहुन्छ, बिचरा म आँखै टर्की परिसकेको छ उठ्ने बित्तिकै आएर। 6:30 होला, यस्तो हतारमा हामी सरेको कि यतिखेर दशैंमा यतिखेर सरेन भने अब घर फिनिशिङ चाहिँ 1.5 महिना 2 महिना लाग्छ भन्नुभएको थियो। त्यही भएर 1.5-2 महिना सर्यो भने अब कार्तिकमा सर्नु भएन, मङ्सिरमा सर्नुपर्छ। त्यही भएर हामी चाहिँ एकदम हतारिएर सामान पुरै प्याक गरेर मेरो आँखा पुरै टर्की परे जस्तो पुरै मान्छे अर्कै देख्नु सक्नुहुन्छ साथीहरु। यहाँनिर मेरो छोरा दिदी भेना हामी यतिजना परिवार भएर गृह प्रवेश गर्दैछौं साथीहरु। देख्न सक्नुहुन्छ बिचरा घर फिनिशिङ भएकै छैन, हामी चाहिँ आइसक्यो। हाम्रो बाबा चाहिँ पुरै पूजा गर्न थाल्नुभयो। यहाँ पूजा गर्दा चाहिँ पुरै पितृ सम्झिएर आफूभन्दा ठुलो मान्छे गण्य मान्छे आफ्नो बुवा आमा अनि पितृहरूलाई सम्झेर पूजा गर्नुपर्छ अरे बाबाले भन्दै हुन्छ। त्यही भएर बाबाले पूजा सुरु गरिसक्नुभयो। मलाई चाहिँ खासै आइडिया आउँदैन पूजा गर्नलाई, तर म चाहिँ मलाई चाहिँ एकदमै गाह्रो भइरहेछ। त्यही भएर फेस पनि अर्कै देखिराख्नुहुन्छ। बाबा चाहिँ पुरै पूजा गर्दै हुन्छ। हाम्रो गाडीलाई पार्किङ नभएर घन्द्राङ बुन्द्रुङ हाम्रो बाबाले यसरी पूजा गर्नुभयो। यहाँनिर हाम्रो सासू ससुरा चाहिँ हुनुहुन्न, त्यही भएर यहाँनिर फोटो राखेर पूजा गरेको छौं। आफूभन्दा ठुलो आमा बुवालाई सम्झेर पितृलाई सम्झेर पूजा गर्नुपर्छ अरे घरमा सर्दा। त्यही भएर हामी चाहिँ यसरी गर्दैछौँ। हामी दुध चढाउँदैछौँ, जल चढाउँदैछौँ घर वरिपरि। देख्न सक्नुहुन्छ हामी चाहिँ यसरी गृह प्रवेश गरियो साथीहरु। एकदम सिम्पल, एकदम बिजोगमा देख्न सक्नुहुन्छ मेरो फेस। बिचरा सामान ओसार्दा बाबा र म हैरान भइसक्यौं। एकदमै हतारले सरेको साथीहरु। अनि पुरानो साथीहरुले त थाहा पाइसक्नु भएको छ हाम्रो घर बन्दैछ भनेर। नयाँ साथीहरुले चाहिँ थाहा छैन। पुरानो साथीहरुलाई त मैले सुरुदेखि अपडेट गरिरहेको छु साथीहरु। मेरो चाहिँ अब घर चाहिँ यस्तै
सिम्पल यहाँनिर प्लास्टर मात्रै सकिएको छ, कलर छ बाँकी छ, अझै भर्याङहरू फिनिसिङ धेरै बाँकी छ। अब 1.5-2 महिना चाहिँ लाग्छ भन्ने छ। अनि 1.5 महिना त्यस्तै 2 महिना त लाग्दैन होला, 1.5 महिनामा सिद्धिन्छ होला। त्यसपछि हामी चाहिँ फिनिसिङ भएपछि फेरि साथीहरूलाई घर फिनिसिङ भएपछि फुल भिडियो देखाउने कोसिस गर्नेछु। यहाँनिर मूल ढोकामा पूजा गर्दै हुन्छ हाम्रो बाबाले। हाम्रो बाबा, भेना, दिदी, हाम्रो माम्चु उठ्नु सक्नुहुन्न, त्यही भएर बसिराख्नुहुन्छ। त्यही बसेपछि उठ्नै सक्नुहुन्न, त्यही भएर दिदीले पुरै पक्रेर बसिराख्नु भएको छ। क्यामेराम्यान चाहिँ हाम्रो बिने छोरा हो। जहिले बिनेलाई विजय भन्छु। विजय चाहिँ अब बाहिर गइसक्नुभयो। बिने छोराले हाम्रो घर देखाउँदै हुन्छ। यस्तो प्लास्टर मात्रै गरेको छ, प्लास्टर बत्ती मात्रै भएछ, अरू केही भएको छैन साथीहरू। के गर्नु, यस्तो पनि हुँदो रहेछ। फिनिस भएर सर्नु पर्ला भनेको, अब घर चाहिँ कार्तिकभरि नै सिद्धिएला भन्ने कुरा हो। अनि फेरि मङ्सिर के कुरिराख्ने भनेर दौडेर हो साथीहरू। हेर्न सक्नुहुन्छ यता बाउ छोरी पूजा गर्दै हुन्छ। हाम्रो दिदी भेनाहरूले, आमा बुवाले अनि हामीलाई धेरै आशिक दिनुभएको थियो। तर भिडियोमा चाहिँ सुनाउन सकिनँ साथीहरू। मैले चाहिँ अब यस्तै अब भिडियो लामो होला भनेर अब साउन्ड अफ गरिदिएँ साथीहरू, सरी भन्न चाहेँ। बिहानको 6:30 बजेको छ होला, यतिखेर भर्खर घाम लागेछ। अब हामी भित्र पसिसक्यो। पुरै मेरो छोराले चाहिँ क्रेटमा चाहिँ जमरा भिजाएको छु थिएँ, त्यही भएर छोरा चाहिँ पुरै क्रेट बोकेर हिँड्दै हुन्छ जमरा दसैँको लागि। हामी चाहिँ सेकेन्ड तलामा बस्दै गर्ने, अनि फिनिस भएपछि माथि जाने भनेर हामी सेकेन्ड तलामा बस्दैछौँ साथीहरू। यस्तो छ हाल। अब यहाँ ढोकामा नि पूजा गर्नुपर्ने अरे, त्यही भएर बाबाले पूजा गर्न लाग्नुभयो। यस्तो हाल छ, बिहाल छ, के गर्ने। कस्तो अँध्यारो देखिरहेछ। ढोकामा पूजा गर्दै हुन्छ बाबाले, देख्न सक्नुहुन्छ साथीहरू। म त यो घर सार्दा बिरामी नै भयो बाबा र म त, नसर्ने भनेर बसिरहेको। फेरि घर छिटो सकिने भयो, त्यही भएर हामी एकदम हतारिएर सरेको साथीहरू। त्यही भएर यति धेरै पोका छ भनेर पोका छ। पोका पतङ्गा भोकेर हिँड्नु गाह्रो हुँदो रहेछ। रुम सर्दा साह्रै गाह्रो हुन्छ। सर्दा बल्ल अब सही ठाउँमा चाहिएछौँ, तर अब कहिले फिनिस हुने हो थाहा छैन साथीहरू। ल हाम्रो बाबा चाहिँ पुरै भगवान बोकेर आइसक्नु हो भित्र। यहाँ मेरो छोरा जमरा बोक्दा भइसक्नु भयो। वाल देख्नुहुन्छ यता पुरै यस्तो छ बिहाल।
बिचरा म त मेरो फेस देखेर म आफैलाई नै बिचरा लागिरहेछ साथीहरु। हाम्रो यस्तो छ भित्र टाइलहरु चाहिँ लगाइसकेको छ। कलर पनि छैन, पुटिङ सुटिङ पनि छैन। अलिअलि पुटिङमा त अलिक राम्रो देख्छ होला। ठ्याक्कै 1.5 महिना बसिन्छ होला यस्तैमा साथीहरु। यहाँनिर यो फोटो चाहिँ हाम्रो सासू र सासूमा र बाबा हो, सासू र बा। यहाँनिर फोटो राखेर हामीले पूजा गर्दैछौँ, सम्झिँदैछौँ आमा बुवालाई। यहाँ चाहिँ मेरो आमा हुनुभयो, उता दिदी। हाम्रो आमा बुवा त चिनिसक्नु भएको छ सबैजनाले। ल बाबाले चाहिँ यसरी पूजा गर्नुभयो। पुरै छड्काएर तर्साउनु भएर हामीलाई बाबालाई। खै के गर्नु, सबै रुमतिर सबैतिर यसरी पूजा गर्नुपर्छ अरे। त्यही भएर हामी बाबा चाहिँ पूजा गर्दै हुन्छ साथीहरु। बहिनी चाहिँ घन्टी बजाउँदै हिँड्दै हुन्छ। साउन्ड लगाएको त एकदम राम्रो हो नि त। म त्यति नै गरेँ नि। ल घरमा नि यस्तरी पूजा गर्नुपर्ने रहेछ। पैसा राखेर रुमै पछि पुरै पैसा राखेर फुल राखेर पूजा गर्नु भएको छ हाम्रो बाबाले। अनि बिने छोराले हेल्प गर्नु भएको छ। अनि दिदी भेना अनि के अरे बिने छोरालाई धेरै धेरै धन्यवाद भन्नु चाहे। हामीलाई घरमा गृह प्रवेश गर्नु बेला चाहिँ स्वागत गर्ने भेना दिदी बिने छोराले गर्नु भएको छ। त्यही भएर फेरि पनि धेरै धेरै धन्यवाद भन्नु चाहे साथीहरूलाई, एकै दिदी भेनालाई। अनि यता हामी मास्लो तलामा जाँदैछौँ। हाम्रो घर चाहिँ 3.5 4 तला भन्दा नि हुन्छ, 4 तला हो। त्यही भएर माथि टपसम्म जानुपर्ने र हामी अनि सरासर जाँदैछौँ। देख्न सक्नुहुन्छ बेहाल टाइल मात्रै राखेको छ यता। अनि घाम लागेर बिहानको घाम सूर्य। हामी चाहिँ माथि टपमा आइसक्यौँ। यता बाबाले कता किचनतिर कता यति छिटो कुद्नुहुन्छ कि हाम्रो बाबा। बिने छोराले भिडियो बनाइदिनु, म भए त बाबालाई पछ्याउनै सक्दिनँ थिएँ। सूर्यलाई धोक्दै हुन्छ, भर्खर घाम लागेको। त्यही भएर यहाँ डाँडा माथि देख्न सक्नुहुन्छ पुरै हिमाल पहाड एकदमै आनन्द फिल भइरहेछ। तर कहिले फिनिसिङ हुने होला साथीहरु। सूर्यलाई ढोक्दैछौँ। म त पूजा गर्न खासै आउँदैन कि, बाबाले चाहिँ मजाले आउँछ। त्यही भएर हाम्रो दिदी सूर्यलाई ढोक्दै हुन्छ। अब हामी तल गयो, छोरालाई माथि जानु, माथि पनि छततिर पनि भनेको थिएँ। तर अङ्कल तल कुदिहाल्नु हो। त्यही भएर तल आउनु परिहाल्यो। फेरि तल पूजा गर्नुपर्ने छ। त्यही भएर ल यस्तो रह्यो हाम्रो गृह प्रवेश साथीहरु। यस्तो छ, केही भर्याङ केही रेलिङहरु ला छैन, के लाछन्। ठ्याक्कै मार्बल मात्रै लाछ। त्यो मार्बल पनि आधा मात्रै। धेरै काम बाँकी छ साथीहरु, धेरै काम। यता पुरै सिमेन्ट पोकापोकी छ। काम गर्ने दसैँ मान्नु सबैजना जानुभएको छ। दसैँपछि फेरि फर्किनुहुन्छ। अहिले हामी मात्रै छौँ यहाँ। यतैभरि लाथालिङ्ग छ। हाम्रो बाबा आएर कति छिटो बसिसक्नु भयो, कहाँ पुगिसक्नु भयो। त्यो पूजा सकिसक्नु भयो। यता भ्याइसक्नु भएछ। किचनमा चुलोमा पूजा गर्नु पुगिसक्नु भएछ। नयाँ चुलो किनेर पूजा गर्नुपर्छ अरे नि त। त्यही भएर पूजा गर्दै हुन्छ यहाँ। मलाई आगो बाल्नु भन्नुहुन्छ, ग्यास बाल्नु भन्दै हुन्छ यहाँ। मलाई चाहिँ ग्यास बाल्नु नआएन आगो। खै एउटा चाहिँ के भएर बलेन, अरू चाहिँ 3टा चाहिँ बल्यो।
तीन चुलो चाहिँ एकदमै राम्रो हुन्छ। हामी राईहरूको चाहिँ तीन चुलोलाई पूजा गरिन्छ, मेन पूजा मानिन्छ, देवता मानिन्छ। त्यही भएर हामीले तीन चुलो किने हो साथीहरू। हाम्रो राईहरूले चाहिँ एकदमै चुलोलाई मान्ने भएकोले हाम्रो चुलो चाहिँ अब भाटमा। हाम्रो घर चाहिँ पुर्ख्यौली घर चाहिँ सोलुखुम्बु हो। त्यही भएर हाम्रो जेठाजुहरू हुन्छ, दाइहरू गाउँमा, अनि उतै पूजा चाहिँ गर्नुहुन्छ। हामीले चुलो चाहिँ राख्दैनौँ काठमाडौँमा। त्यही भएर हामीले चाहिँ तीन चुलो मानेर पूजा गर्दैछौँ साथीहरू। बिचारा म खुसी भयो कि दुखी भयो कि अनाएर त कम त गाह्रो भएको छैन। भारी पोका पार्दा एकदम कष्टले यहाँनिर गृह प्रवेश गरियो। एकदमै रमाइलो भयो, राम्रो भयो। दिदी बहिनीहरूले छोराले हेल्प गरेर हामीलाई गृह प्रवेश एकदम राम्ररी स्वागत गर्नुभयो। एकदम खुसी लाग्यो साथीहरू। अनि अब हामीले पूजा गर्न सक्नु लागिसकेछौँ। अब टिका कन्या केटीलाई टिका लगाइदिनुपर्छ लास्टमा। त्यही भएर हामीले टिका अब छोरीबाट सुरु गर्दैछौँ। हाम्रो काली छोरीलाई पनि आउने भनेको, काली छोरी नै आएन। त्यही भएर दुईजना कन्या केटी चाहिन्छ अरे भन्दै हुन्थ्यो। अब छोरी नै आइपुगेन। अनि म र छोरीले गृह प्रवेश गराएको पुरै कलशहरू बोकेर, कलश त्यो बोकेर हाम्रो छोरी मम्मीले पनि ल्याइदिनु पर्ने ल। मेरो छोरा चाहिँ हेर्न सक्नुहुन्छ, कपाल काट्नु चाहिँ मान्नुहुन्न क्या मेरो छोरा। त्यही भएर मेरो छोरालाई अजिब देखिरहेछ कता माथि। बाबाले काम लाउनु भएछ, माथि जाँदैछ। अनि कलशहरू चाहिँ भुइँमै राख्नुपर्छ। त्यही भएर हामीले कलश चाहिँ भुइँमै राखेको छ साथीहरू। मेरो छोरीको काम सिद्धियो, त्यही भएर रेस गर्दै हुन्छ अस्ति। अब हाम्रो पूजा लगभग सिद्धिनु लाग्यो। यही अब टिका लगाइदिने ढोकभेट गर्ने मात्रै छ साथीहरू। मेरो छोरालाई लगाइदिँदै हुन्छ। अनि यता भेना अनि दसैँ चाहिँ हामी अब यिनै मनाउने प्लान गरेर आयो। नवमीको दिन अब दशमी भोलि टिका हो, टिका लाउने हो साथीहरू। तर यो भिडियो चाहिँ मैले दसैँभन्दा पछाडि हुनसक्छ। अगाडि भयो भने भइहाल्यो, भएन भने पछाडि हुन्छ सरी भन्नु चाहे। किनभने म एकदम व्यस्त। यहाँनिर चाहिँ हाम्रो बिने छोरा हो, टिका लगाइदिँदै हुन्छ। म अलिकति व्यस्त भएकोले भिडियो ढिलो पनि आउन सक्छ साथीहरू, माफ गर्नु होला। कोही बेला यस्तै हुन्छ। दसैँको चाहिँ भिडियो अगाडि आउन सक्छ साथीहरू। ल दाजुभाइ, ल अब बाबाको पनि काम सिद्धियो। यहाँनिर ढोकभेट मात्रै चल्दैछ साथीहरू। यहाँ हाम्रो दिदीले पनि मैले पनि लगाइदिन्छु भन्दै हुन्छ। त्यही भएर अब दिदीले पनि टिका लगाइदिनुहुन्छ अरे साथीहरू। के गर्नु, फिनिसिङ भएर एकदम चिटिक्क भएर गृह प्रवेश एकदम राम्रो देख्थ्यो होला, देख्थ्यो पनि। तर हामीलाई चाहिँ साइड छोप्नुले गर्दा यस्तो बिहालमा गृह प्रवेश गरियो साथीहरू। त ठिकै छ, यतिको हेर्दा नराम्रो भए पनि हामी चाहिँ खुसी एकदमै रमाइलो गरी गृह प्रवेश गरियो। हाम्रो छोराले सबै म्यानेज गरिदिनु भयो।
अनि दिदीले बेनाले एकदमै खुसी लाग्यो। अनि छोराले फ्रुट मान्छे चाहिँ थोरै छौँ आज बिहान भएर। ल दिदीको पालो आयो, टिका लगाइदिनुहुन्छ अरे। ज्वाइँलाई पनि लगाइदिँदै हुन्छ दिदीले। बहिनी ज्वाइँलाई लगाइदिन्छु। यस्तो राम्ररी आशीर्वाद दिनुभएको थियो कि दिदीले, तर साउन्ड लाउनै सकेन के। साथीहरू सरी भन्नु चाहे, दिदीलाई नै सरी भन्नु चाहे। यस्तो राम्रो आशीर्वाद दिँदै हुन्थ्यो क्या। अब सुरुदेखि नै अब साउन्ड लाउने भनेर भिडियो बनाएको, त्यही भएर यो मलाई लगाइदिनुहुन्छ अरे। मैले क्यामेरा फर्काउनै नजाने नि, मेरो चाहिँ कट गरिदिएँ साथीहरू। बिने छोरा आफ्नो छोरालाई लगाइदिनुहुन्छ टिका। अनि लगभग दिदीको नि सिद्धि हो यता। अब हाम्रो जेठा जुमाइलाको छोरा र छोरी, दुईजना छोरा र छोरी पनि आउने कुरा छ। त्यही भएर अब दुईजना छोरा र छोरी पनि आइपुग्छन् होला। कस्तो अधेर आउँछ हो बाबु, त्यो ढोका तानिदेऊ त। त्यही भएर चुचोलाई होइन, आज त झन् साह्रो विशेष हो नि त। अनि बिहानै भए बहिनीसँग झन् मजा हुन्थ्यो। अघि ढोकिसकेको राम्रोसँग पढ्ने है, ज्ञानी गुनी हुने, स्मार्ट हुनु पर्यो हैन। ल ल मेरो क्यामेरा नै फोर भएछ क्या। आज त लिनुपर्छ। घरको यो घरको भयो त झन्। ज्ञानी छोराले लिने हो। ल साथीहरू, पूजा गर्नु पनि सिधाइसक्यौँ हामीले। कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला। नयाँ साथीहरू हुन्छन् सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। पुरानो साथीहरूले चाहिँ लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला। अनि अर्को भिडियो भेट्ने बाचाका साथै म बिदा माग्नु चाहेँ। बाई बाई, सेवा, नमस्ते।